हेलो साथीहरु, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म केही देखाउन गइरहेको छु। आज चाहिँ मलाई एउटा पार्सल आएको छ, त्यो पनि लन्डन देखि। त्यो पनि सेटाफिलको प्रोडक्टहरु के आएको छ म चाहिँ देखाउँछु। अनि आई एम सो एक्साइटेड पनि हैन, किनकि मलाई फिलिङ रिच वाला आइराछ। किनकि म यस्तो यो ठुलो प्रोडक्टहरु चाहिँ किनेर लाउँदिन हैन, नर्मल लाउँछु। आज चाहिँ मलाई पार्सल आएको छ, हेरौँ है के छ। यो चाहिँ रहेको छ मोइस्चराइजर क्रीम सेटाफिलको। अनि यो चाहिँ टन्नै छ, 453 ग्रामको रहेछ यो चाहिँ मलाई मस्तै टन्नै पुग्छ। अनि चाहिँ अर्को रहेको छ, यो चाहिँ यो क्लिन्जर क्रीम। यो पनि ठुलै छ, यो चाहिँ 236 ml को छ। यो पनि राम्रो छ। अनि त्यसपछि मसँग छ, यो चाहिँ रहेको छ डेली क्रीम। यो चाहिँ सनस्क्रिन हो। यो चाहिँ सनस्क्रिन SPF चाहिँ 50 रहेको छ। यो चाहिँ धेरै राम्रो हुन्छ। यो चाहिँ मैले एकचोटी युज गरेको थिएँ पहिला। यो चाहिँ एकदम राम्रो छ। यो रेसेस वाला हो, एकदम राम्रो छ। यो चाहिँ रहेको छ सनस्क्रिन। एन्ड देन यो चाहिँ रहेको छ नाइट क्रीम। यो पनि SPF 15 नै हो। यो चाहिँ ड्राई टु सेन्सिटिभ स्किन छ। मेरो चाहिँ स्किन सेन्सिटिभ भएको कारणले यो चाहिँ एकदम राम्रो प्रोडक्टहरु पाएँ मैले। अनि यो चाहिँ रहेको छ नम्बर 7 को लिपस्टिक। यो पनि एकदम राम्रो छ। यो पनि नम्बर 7 कै हो। यो चाहिँ नेल पोलिस हो। यो चाहिँ मैले लगाइ पनि सकेको नेल पोलिस चाहिँ। अनि यो चाहिँ एकदम मन पर्यो मलाई। अनि फेरि अनि रहेको छ मसँग परफ्युम चाहिँ रहेको छ केन्जो फ्लावर। एकदमै राम्रो छ, हेरौँ कस्तो छ। यसरी कस्तो खोल्ने यसलाई। यसलाई चाहिँ मैले अनबक्सिङ गर्न गइरहेको छु। परफ्युम त बाहिर आछ, यसको स्मेल त ओ माई गॉड, ओहो नाइस छ देख्दै। ओहो राम्रो, एकदम मिठो स्मेल, ठिक छ नि। यो चाहिँ एकदम सफ्ट छ कि लेडिजलाई एकदम बेस्ट। ओ माई गॉड, वाट अ क्यूट बोटल न। यति नै हो आजको मेरो चाहिँ गिफ्टहरु चाहिँ। यो चाहिँ भएको छ परफ्युम। यो चाहिँ सेटाफिलको नाइट क्रीम। अनि यो चाहिँ रहेको छ सेटाफिलकै सनस्क्रिन। अनि यो चाहिँ रहेको छ सेटाफिलको मोइस्चराइजर क्रीम। यो चाहिँ क्लिन्जर। अनि यो चाहिँ रहेको छ नेल पोलिस। अनि यो चाहिँ